हाकिम साहब काम पनि गर्ने र हाकिम साहब त्यसको अलिकति थोरै आओस् न। साली दौडिँदै भिनाजु भनेर दौडेर आइन्। उपरोक्त वाक्यहरू सुपर होइन उपरोक्त बाढीहरू टप 9 को पर्फर्मेन्समा सुनिल खड्काले ट्राफिकको सेट गर्दै गर्दाखेरि जब ट्राफिक दिगदार भएर ससुराली गएको अवस्थामा साली खुसी भएर भिनाजु भन्दै एकदमै कुदेर आएको र ट्राफिकले चाहिँ ओभर स्पिड भयो बिस्तारै आऊ भन्दाखेरि नमानेपछि ट्राफिकले चाहिँ ओभर स्पिडको चिट काटिदियो। त्यसपछि सालीले अब छिट्टै काटेपछि त भिनाजु 1 घन्टाको सजिलो क्लास पनि लिइदिनु भनेपछि चाहिँ यो जोक थियो, चुटकिला थियो ट्राफिकको सेटमा। ट्राफिकलाई ससुराली जाँदा कस्तो अनुभव गर्छ भन्ने कुरा यो पनि एकदमै मन पराइदिनु भयो। लाइभ दर्शकहरूले पनि मन पराइदिनु भएको थियो र दर्शक श्रोताहरूले पनि मन पराइदिनु भएको थियो। ट्राफिकको सेट पनि भाइरल, वान अफ द भाइरलमा पर्छ मेरो सेटहरूमा। र 18+ कार्यहरू सुनिल खड्का धेरै गर्नुहुन्छ यस्तै कुनै एडजस्ट गर्न मन लागेको चिजहरू छ जुन चाहिँ दर्शकले इन्डिभिजुअल रूपमा यो जोकहरू मन पराएको भन्ने हुन्छ नि जति त्यो लाइनहरू। त्यसपछि कुन छ त्यही झाँक्री के छ होला झाँक्री बिटहरू होइन झाँक्रीको के थियो एउटा सबै नै राम्रो लाग्छ। छ्याकन त सबैभन्दा हिट भइहाल्यो। छ्याकन त्यो छ्याकन स्टिल पनि अहिले सुनिलले छ्याकन भनेपछि अर्कै अर्थ लाग्छ। छ्याकन भनेपछि कतिजना नबुझे पनि हाँस्दो रहेछ नि। म त्यो छ्याकन भनेपछि उसमा सोध्छ क्या मेसेज गरेर बुझेँ रमाइलो पनि लाग्यो। तर छ्याकन भने चाहिँ के हो त्यो रिदमिक पनि भएर त्यो छ्याकन हुने के हो जस्तो पनि लागेर हो। छ्याकन छ एउटा। ओके र नम्बर 9 क्वेसन रहेको छ, दुईजनाको उत्तर दिनुहोस्। त्यो एउटा मोटिभेसन पनि भयो कि जस्तै म सुपर 60मा किसानको गरेर पिओआर पाएर सुपर 10मा डाइरेक्ट इन्ट्री पाएँ नि त। यो मेरो लागि मोटिभेसनै थियो। त्यस पछाडि ट्राफिकको सेट झन् अब्बल भयो। त्यस पछाडि हुलाकीको गरेँ, हुलाकीको पनि अब्बल भयो। अब विवाहको कुरा, महोत्सवको कुराहरू, अनि त्यस पछाडि झाँक्री एकदमै उत्कृष्ट, अहिलेसम्मको उत्कृष्ट। त्यस पछाडि अस्ति सुपरस्टार पनि उत्कृष्ट नै भयो। अनि जुन डु राउन्डको घरदार र हाकिम साहबबाट त्यो पनि उत्कृष्ट नै भयो। बबाले एउटा क्यारेक्टर जुन कुराले चाहिँ मलाई जुन निखार्न र तिखारिन हेल्प भयो। अबको यात्रा कठिन पनि छ एक हिसाबले। जस्तै दर्शकले एउटा खालको बेन्च मात्रै सेटअप गरिसके सुनिल खड्काले यो लेभलको हँसाउँछ, यतिसम्म चाहिँ हँसाउँछ सुनिल खड्काले, ब्याक टु ब्याक पन्चहरू दिन्छ भन्ने भयो। अब त्यही अनुसारको मिट गर्नुपर्छ। भोलि दर्शकले खोज्दै गर्दाखेरि मैले गएर बोलेर मात्रै पुगेन, हँसाउनै पर्ने भयो। पर्छ नै हँसाउनै आएको हँसाउनै पर्छ। अब जित्ने नजित्ने त्यो दर्शकको हातमा छ। अब मैले जुन एउटा गलत फिल्म पनि छ अब व्यक्तिगत भने त्यो हामी सक्दैनौँ पनि। हामी ट्यालेन्ट छ, पैसा छैन, भैँसी छ, बेच्न मिल्दैन भने जस्तो होइन। त्यो छ दर्शकको हातमा छ। अब जित्दै गर्दा अथवा जितियो भने त्यस पछाडि त एउटा प्रेसर चाहिँ हुन्छ जुन कलिला काँधमा एउटा गहन जिम्मेवारी, गरुङ्गो जिम्मेवारी हुन्छ नि त। टाइटल लिएर हिँड्यो भने त म त जस नेपालको एउटा कमेडी च्याम्पियन सिजनको विनर भनिसके पछाडि म अथवा अरू जो कोही जित्दाखेरि विनर भएपछि चाहिँ त्यो एकदमै भारी हुन्छ क्या। त्यसपछि प्रेसर हुन्छ नि एउटा विनरले त कस्तो खतरा हँसाउनु पऱ्यो नि त होइन। एउटा लिएर जिम्मेवारीको भारीले टेन्सन हो कि पेट्रोल हाल्नुपर्छ भनेको टेन्सनले सिरियस भयो भन्ने कुरा थियो नि। सिरियस भयो भन्ने कुरा थियो नि। अब त्यो हुन्छ त्यही भन्दैछ। जिम्मेवारी मात्र हुन्छ, पैसा जित्यो च्याम्पियन भन्दा मात्रै पेट्रोल हाल्न गाह्रो छ। इलेक्ट्रिक दियो भने घरकै बत्ती चार्ज गर्नु मिल्छ। त्यही हो। बन्दै गर्दा भविष्यमा चाहिँ निकट जन दर्शकहरूले मन पराइदिनु भएको छ, उहाँहरूले पनि बोलाउनु होला, मलाई पनि आएर हँसाइदियो हाम्रो ठाउँमा भनेर बोलाउनु होला, सोहरू दिनु होला, म मेला महोत्सवमा बोलाउनु होला, फरेन टुरहरू गराउनु होला। च्याम्पियनले पनि गर्ने कुरा छ, दुबई मात्रै नलग्यो हुन्थ्यो भन्ने मेरो धारणा। त्यस्तै छ। जस अगाडिको यात्रा भनेको मेरो चाहिँ जहाँ पुग्छु हाम्रो समुदाय, हाम्रो यो हास्यव्यङ्ग्य क्षेत्र चिनाउने र हाम्रो नै आफ्नै अरूको नै प्रचार प्रसारै गर्ने हो नि त। हामी हँसाएर इस्टाब्लिस भएरै आउने जहाँ जान्छौँ। जस्तै अब मलाई सहयोग गर्नुभएकोहरूलाई पनि त ऋण तिर्नु पऱ्यो, पैसाको होइन कि, मतलब हँसाएर के गर्न सकिन्छ उनीहरूलाई पनि उ गर्नु पऱ्यो, सबैलाई खुसी बनाउनै पऱ्यो।
अब यात्रा जस बाहिर पुग्यो भने नेपालको प्रवर्धन मार्केटिङ नेपाल रिप्रेजेन्ट गर्ने अब आफ्नै ठाउँ अर्को ठाउँमा जाँदाखेरि आफ्नो ठाउँ र अर्को ठाउँ पनि रिप्रेजेन्ट गर्ने यही कुराहरू समग्रमा सबै कुरामा हेर्नु हुँदै मैले हास्यव्यङ्ग्य क्षेत्रमा योगदान दिँदै मेरो तर्फबाट पनि केही राम्रो कुराहरू अरू पनि होस् नि त मैले केही सिक्न सकौँ र अरूलाई सिकाउन सकौँ भन्ने कुरा र त्यो सँगसँगै लास्ट टाइमको जुन हिजो भर्खर एपिसोड आयो हजुर हजुर हाकिम साहब काम पनि गर्ने र हाकिम साहब त्यसको अलिक थोरै त आओस् न। अब हिजोको सेट जुन खर्दा हाकिमवाला थियो त्यो चाहिँ प्रपर सरकारी कार्यालयको पोलिटिकल सरकार थियो त्यसमा चाहिँ मैले पानीदास कार्यालय पनि किन राखेँ भनेर सोचेको थियो त्यसमा अलिकति हिरल थियो पानी पनि हिरल भएको थियो अनि स्पेसली नेपालमा सरकारी कामै नभएको देखिन भने चाहिँ सबैले पानीदास कार्यालय त्यही भएर त्यहाँ राखेर चाहिँ अलिकति मजा आउँछ जस्तो लागेर राखेँ त्यसमा चाहिँ मेरो एउटा खरदारवाला क्यारेक्टर जुन चाहिँ भ्रष्टहरूकै उसबाट चाहिँ जन्मिएको र भ्रष्टाचारलाई नै उसले चाहिँ प्रायोरिटी दिन्छ भनौँ न त्यसको थियो अब त्यसमा चाहिँ अब मेरो चाहिँ चेपारो बस्ने बानी हुन्छ हाकिम साहब हातको पोस्टर पनि यस्तो हाकिम साहब काम पनि गर्ने र भने हाकिम साहब काम गर्ने भन्नलाई नि ग गरेर बस्ने त्यो जुन चाहिँ एकदमै ब्लक बस्टर पनि भएको थियो र चाहिँ असाध्यै मन पराउनु भएको छ र तपाईँको टुर आउनु एकदमै राम्रो पनि भएको प्रतिक्रिया पाएको छ। हजुर विश अल द बेस्ट, एकदमै राम्रो र होस् अबको भविष्य पनि। र 10 नम्बरको प्रश्न अझै बाँकी छ ए 10 नम्बर 10 नम्बरको प्रश्न रहेको छ। अन्त्यमा छुटपुट केही भन्न मन लागेका कुराहरू सोधिदिए हुन्थ्यो भन्ने लागेको कुरा अथवा केही कुरा चाहिँ मैले यहाँ चाहिँ यो कुरा थपिदिनु पर्थ्यो अथवा यो कुरालाई यसरी हो भन्नुपर्ने खालको कुरा छन् भने प्लिज। अब मेरो थप्न बाँकी भन्न बाँकी त केही पनि छैन होइन, दादाले भनिसक्नुभयो।